साथी हाम्रो चाहिँ यस्तो खाइछ गाडीमा हो यो चाहिँ हो दामी बनाउँदो रहेछ साथीहरू साठी चाहिँ हेर्नुहोस् त गान्धीनगरको क्या यो चाहिँ हाम्रो बबिन म अब चाहिँ हामी रङ्गली फर्किन आँटेको हो अब चाहिँ रङ्गली हिँड्न आँटेको गाडीको पर ए यहाँ हो गाडीको पर छ हौ गाडी गाडीमा पाउँछ के पाउँछ हेर्नुहोस् यहाँ सब कुरा पाउँछ तपाईँहरूले खाली गर्छ यहाँनिर छ बदन सेक काजु सेक स्पेसो फालुदा रब्डी फालुदा अब चाहिँ लाग्यो साथीहरू रङ्गलीतिर बाटो हामी तिनजना छौँ भैया पछाडि यता हाम्रो गुर्जी अब रङ्गली लागेको अब चाहिँ साथीहरू हेरौँ है हेलो रङ्गलीको यात्रा सुरु भयो आज साथीहरू अगाडि देख्यो त गाडी छ होइन हेर्नुहोस् ल यहाँनिर तपाईँहरूलाई म देखाउँछु ल यो गाडीमा चाहिँ के छ भने नि सब कुरा पाउँदो रहेछ खानेकुरा जति लेखेर चाहिँ सबै यहाँ पाउँदो रहेछ ल हेर्नुहोस् त कस्तो लाग्यो तपाईँहरूलाई ल हेर्नुहोस् यो गाडीमा हो हाम्रो यहाँ एक भाइले किनिरहेछ है हो यहाँनिर छ है हाम्रो भैया हो काजु सेक अरे यहाँनिर हाम्रो भैयाहरू ल हेर्नुहोस् यहाँ दामी रहेछ खाएर हेर्नुहोस् त्यहाँदेखि पत्ता चल्छ ए यहाँनिर छ दामी रहेछ साथीहरू आउनुहोस् ए गान्धीनगरमा पाउँदो रहेछ यहाँ चाहिँ ए हेर्नुहोस् साथीहरू यस्तो रहेछ हो ए म चाहिँ फाइनली साथीहरू अब सब्जी गरिसकेँ भैयाको दोकानमा आएँ होइन यहाँनिर अब वीडियो छोडेगा हम यहाँ भाई है छोटा भाई ये अभी सब्जी खरीद लिया मैंने इधर आलू ले लिया टमाटर ले लिया टमाटर में लेगा 2 केजी 2 केजी नहीं कितना ले जाएगा आधा केजी ले जाएगा मिर्चा ले लिया इतना आधा केजी से हो जाएगा देखना बाद में ये